यो चाहिँ मैले हालेको यो रुख धेरै ठुलो छ नि त सायद यो पानी खान पनि मिल्छ होला लगभग 5 मिटर
जग्गा यस्तो हामीले नचिनेको होइन बोट बिरुवाहरू चाहिँ यो कुन चाहिँ बोट बिरुवा रहेछ भनेर बुझ्दा चाहिँ यहाँ आएर सबै जानिँदो रहेछ यो पैयुँ अरे यो पैयुँको बोट रकेर यस्तो हुन्छ है पैयुँ लेखिरहेको छ नि यस्तो हुन्छ पात यस्तो पात भनेको यस्तो हुन्छ यस्तो यो खालको चाहिँ पैयुँको बोट हो मयलको बोट भन्ने कसैले नाम सुनेको छ भने यही हो सुनेको छैन भने यस्तो हुन्छ पात है यसको पात उसको बोट यसको बिरुवा यस्तो हुँदो रहेछ यहाँ हेरौँ यहाँ आमाम कस्तो गर्मी यार गर्मी हो क्या यो चाहिँ यस्तो बाटो छ यस्तो बाटो छ यस्तो छ ठाउँ होइन यहाँदेखि ओह्रालो लाग्यो कहाँ पुग्ने थाहा छैन यस्तै छ शिवपुरी राष्ट्रिय निकुञ्ज यस्तो छ शिवपुरी राष्ट्रिय निकुञ्ज हेर्ने यो चाहिँ भ्यू हेर्ने भ्यू टावरै जस्तो भनौँ न अब नेचुरल यहाँदेखि चाहिँ अति राम्रो देखिँदो रहेछ क्या यो जङ्गल यस्तै छ यो जङ्गल हो यो सब राष्ट्रिय निकुञ्ज हो क्या वरिपरि जङ्गलै जङ्गल छ यता पनि जङ्गल उता पनि जङ्गल ऊ पनि जङ्गल उता पनि जङ्गल ल यही पानी खाने हो अब म चाहिँ सक्यो कुरो सक्यो म यही पानी खाने हो उकालो हिँड्दा भर्खर तेर्सो रोड बाटो आइरहेछ हामी बागदरतर्फ लागिँदैछ यहाँदेखि चाहिँ यता चाहिँ के भनिरहेछ भने नाङ्की गुम्बा यता पर्दो रहेछ है यो एरोले यता भनिरहेछ नाङ्की गुम्बा अनि बागद्वार चाहिँ यता रहेछ यता जानुपर्ने र हामी आएको चाहिँ यता बाटोदेखि आएको हो कम्तीमा पनि 1.5-2 घन्टा लाग्यो आज यता नाङ्की गुम्बा जानुको लागि चाहिँ 60 देखि 90 मिनट लाग्ने रहेछ यता पनि त्यस्तै हो बागद्वार जानुको लागि 60 देखि 90 मिनट अनि बागद्वारतर्फ लागिँदैछ ओ के कस्तो होला हेर्न चाहन्छ ल जङ्गलै जङ्गल डाँडादेखि बल्ल बल्ल है यस्तो खुल्ला ठाउँमा आइरहेछौँ यतादेखि आएको हो यो बाटो आएको हो है हामी यो बाटो लाग्दैछौँ बादलहरू एकदम यहाँनिर आएर पिकनिक सिकनिक खाँदा हुन्छ है के गर्नु मन लाग्छ सबै यहाँतिर गर्दा हुन्छ तर धेरै फोहोर फाल्नु चाहिँ हुँदैन धुम्रपान मद्यपान गर्नु चाहिँ हुँदैन रहेछ बागद्वार 15 देखि 20 मिनट तिनचुली 30 देखि 40 मिनट शिवपुरी पार्क 35 देखि 50 मिनट मात्रै छ क्या बागद्वारतर्फ हामीले लागिँदैछ अब बागद्वार चाहिँ चाँडै पुग्ने सम्भावना 15 देखि 20 मिटर भनेको छ लगभग 10 मिटर हिँडिसक्यो अब 10 मिटर बाँकी छ यहाँनिर आएर चाहिँ यो
बागदर हो भन्ने चाहिँ बुझिरहेछ। ए हो रहेछ, बागदरै रहेछ। जस्ट बागदर चाहिँ दामी छ क्या। यो चाहिँ शिवपुरी नेसनल पार्क हो। बागदर भन्ने क्षेत्र हो। कति शान्त दामी ठाउँ रहेछ क्या। यस्तो छ ठाउँ, दामी छ। वेल आज वेल सायद बागदर भनेको यहाँ हुनसक्छ क्या। यी कता हो बागदर भनेको? यहाँ डर पो लाग्यो त। यही हो बागदर भनेको चाहिँ। बागद्वार एरिया यो हो भने खासमा बाघको द्वार चाहिँ यहाँ मुनिर, यहाँ माथि रहेछ। सायद यहाँभित्रदेखि यहाँ मुनि निक्लिन सकिन्छ जस्तो लाग्छ। पस्नुहुन्छ कि हुँदैन होला, थाहा भएन। बागद्वारको रिमोट एरिया है यो चाहिँ। यो त पहिले सायद यहाँ बाघ बस्थ्यो होला क्या, त्यही भएर बागद्वारको एरिया हो है। ल मैले यसलाई क्लोज गरेँ। यस्तो सुरक्षित राखिरहेको रहेछ बागद्वार क्षेत्रलाई। यहाँ पनि सायद बागद्वारै हो। यस्तो यहाँको गतिविधिहरू यस्तो छ। यस्तो छ। बागद्वारदेखि केही मिटर माथि आउँदा चाहिँ मन्दिर हो। यो घर हो, थाहा भएन। ठ्याक्कै आइपुगिँदो रहेछ। सायद मन्दिरै होला, यो मन्दिरै हो। यो गुम्बा हो क्या, मन्दिर भन्दा पनि गुम्बा जस्तो लाग्यो मलाई चाहिँ। गुम्बामा आइपुगिरहेको छौँ। यहाँ चाहिँ के गर्थ्यो र यस्तो भइरहेछ। यस्तो यो रुखको पेडलाई होइन, मतलब यस्तो सुकिसकेको छ यो रुख, मकेर जान आँटिसकेको छ। तर पनि यस्तो बाँधेर राखेर चाहिँ यति साह्रो मेहनत गरिरहेछ। अब चाहिँ शिवपुरी पार्क लगभग 5 मिनट लाग्ने रहेछ, लागिँदैछ। स्ट्याचु मूर्ति हो। यस्तो छ शिवपुरी पार्क भन्ने ठाउँ चाहिँ। पार्क भनेको चाहिँ शिवपुरी पार्क भनेको चाहिँ यही हो। यहाँदेखि चाहिँ हेऱ्यो भने चाहिँ अरू डाँडाहरू चाहिँ एकदम सानो सानो छ क्या। तल तल हेर्नुपर्छ, सब तल तल छ क्या। यो टपै हिल हो सायद। यो जङ्गलले गर्दाखेरि अलिक हामीलाई खासै माथि नआइएको जस्तो लागिरहेछ, तर पनि धेरै यो टप डाँडा हो, टप हिल हो। धेरै जमानाको यो वालहरू हो। आम्माम दामी उठाउँदैछ यतापट्टि पनि। ए सबैतिर यस्तो ढुङ्गा मात्रै चढाइरहेछ। यो चाहिँ मैले हालेको, सबभन्दा अरूको चाहिँ यो मैले हालेको दामी छ। तिनचुली पनि
यो तीनचुलीमा चाहिँ चुला कहाँ छ तीनटा भन्ने चाहिँ म हेर्न चाहन्छु होइन। अल्टिट्युड 2630 मिटर भनिरहेछ यति बोल्यो अरे। ए यहाँनिर बत्ती बालेको रहेछ अहिले भर्खर। अब तीनचुली चाहिँ यहाँनिर खै कहाँ चुला छ थाहा भएन, सायद यतापट्टि हुनसक्छ। यहाँदेखि चाहिँ ग्रेट भ्यू है, अति दामी। सायद यो कता हो थाहा भएन, काठमाडौँ भ्याली यता पर्छ, यो कता हो पनि। सबै डाँडाहरू चाहिँ तल तल देखिरहेछ। यस्तै रहेछ, खासै मर्मत पनि छैन। नामहरू चाहिँ राम्रो राम्रो दिइरहेछ, तर खासै के हाम्रो ठाउँ चाहिँ मैले चाहिँ देखेको चाहिँ छुइनँ होइन। अब के भन्ने र, अब फोहोरहरू जताततै नफेलामै फालिरहेछ। ओ यहाँनिर यहाँ ढुङ्गाको गोरुको नक्सा मलाई चाहिँ ठिक लाग्यो। यहाँ चाहिँ अहिले भर्खर यो भन्दा पनि बिहानदेखि बालेको होला। ल तीनचुले स्थानदेखि चाहिँ हामी घरतिर लाग्दैछौँ। अब हामीलाई डुल्न पुग्यो क्या। खासै नाम त राम्रो दिइरहेछ, तर खासै संरक्षण छैन क्या यहाँनिर। त्यही भएर चाहिँ हामी त घरतिर लागिँदैछ। त्यही हो, यस्तै रहेछ। खासमा चाहिँ म खतरै छ भनेर चाहिँ शिवपुरी पार्क खतरै छ भनेर चाहिँ देखाउन आइरहेको थिएँ। खासै खतरा लागेन, तर पनि खतरै हो। जे होस् मजाले डुल्यो, त्यही हो।